ओम शान्ति। गुड मर्निङ बापदादाका प्यारा प्यारा गुड मुहूर्त बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रोसम्म आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2083 साल जेठ 18 गते सोमबार, तदनुसार 1 जुन 2026। मिठो प्यारो शिव बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठे बच्चे, बाबाको श्रीमत छ, यस पुरानो दुनियाँबाट आफ्नो मुख मोडेर जीवन मुक्तिको लागि तिमीले दैवी आचरण धारण गर्नु छ। आज बाबाले हामीलाई प्रश्न सोध्नु भएको छ, कुन आचरण बाबा बाहेक अरू कसैले पनि सिकाउन सक्दैन? उत्तरमा बाबा भन्नुहुन्छ, पवित्र बन्नु र बनाउनु। यो सबैभन्दा ठुलो दैवी आचरण हो। तिमी घर गृहस्थमा रहेर पवित्र बन। यो शिक्षा एक बाबाले नै दिनुहुन्छ, अरू कसैले दिन सक्दैन। तिमी बच्चाहरूको बेहदको सन्यास हो। तिमीले यस पुरानो दुनियाँलाई नै बुद्धिद्वारा बिर्सन्छौ। तिमीलाई थाहा छ, पवित्रताको धारणाबाट बाँकी सबै आचरण स्वतः आउँछन्। गीत। आज अंधेरे में है हम इंसान, ज्ञान का सूरज चमका दे भगवान। अच्छा मिठी मिठी सिकेला दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यारे एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बाप दादालाई दिलवचन सिक्वा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह वाह वाह, वाह टिचर, वाह वाह सद्गुरु, वाह धन्यवाद बाबा, धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, लक्ष्यलाई सदा सामुन्ने राखेर दैवी गुण धारण गर्नु छ। सत्वप्रधान दुनियाँमा जानको लागि पवित्रताको आचरण अपनाउनु छ। बुद्धिबाट बेहदको सन्यास गर्नु छ। नम्बर 2, परमप्रिय बाबालाई र आफ्नो सुखधामलाई याद गर्नु छ। यस दुःखधामबाट बुद्धिको योग निकालिदिनु छ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो श्रीमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ। सबैको गुण देख्ने वा सन्तुष्ट पार्ने चाहनाद्वारा सदा एकरस उत्साहमा रहने गुड मुहूर्त भव। विश्लेषणमा बाबा भन्नुहुन्छ, सदा एकरस उमङ्ग उत्साहमा रहनको लागि जति पनि सम्बन्धमा आउँछन् उनीहरूलाई सन्तुष्ट पार्ने चाहना राख। जसलाई पनि देख्छौ उनीहरूबाट हर समय गुण लिइराख। सबैको गुणको बल मिलेमा सदाकालको लागि उत्साह हुन्छ। अरूका भिन्न भिन्न स्वरूप भिन्न भिन्न कुरा देखेपछि वा सुनेपछि उत्साह कम हुन्छ, तर गुण देख्ने उत्कण्ठा भयो भने एकरस उत्साह हुन्छ र सबैको गुण देख्नाले स्वयं पनि गुड मुहूर्त बन्छौ। स्लोगनमा बाबा भन्नुहुन्छ, बेहदको वैराग्य वृत्तिको जग मजबुत भयो भने सेकेन्डमा अशरीरी बन्न सहज हुन्छ। अच्छा ओम शान्ति। आज हामी सुमान लिनेछौँ, म गुड मुहूर्त आत्मा हुँ, म गुड मुहूर्त आत्मा हूँ। ओम शान्ति।